यो मुजी बोका कति नाटक पार्छस् के बोका। मैले तँलाई थाहा पाइसकेँ त केटीबाट ध्यान हटा मुजी बोका। मतिर हेर मुजी बोका कति केटीमा मात्रै ध्यान दिएकोस् के बोका। धेरै नबोली चुप्प लाएर साइड लाग मुजी। के होस् त यहाँको त डन होस् त आफैलाई बाघ नभन् फुच्चे। तर भुसिया कुकुर जस्तै छस् फुच्चे। के सोच्छस् आफैलाई बोका। कस्तो बोका आएछ यो केटीबाट एकछिन ध्यान नहटाउन सक्ने। एउटा यसको लाडो काट्दैन त यो केटा हुन्। केटा यसको लाडो काटेर यसलाई केटा बनाइदिनु। केटा यो ओभर बढी भयो। ओए बोका यता मतिर हेर बोका। मैले सब थोक चाल पाएँ। होइन म होइन यस्तो के नभन्। मलाई थाहा छ तैँले अहिले किन यति केटीहरू मात्रै हेरेकोस्। मलाई के थाहा छैन जस्तो न गर फुच्चे। मैले सबै थोक थाहा पाइसकेछु। के सोच्छस् आफैलाई फुच्चे। मैले चाल पाउन्न होला यस्ता जाबा कुरा त मैले कहिल्यै चाल पाएको थिएँ। तर मैले बोल्न खोजिनँ। त अब अति नै भइस्। आज कुरा गरे फुच्चे। के सोच्छस् आफैलाई बोका मुजी। तेरो गिडा काटेर अहिले मुखमा हालिदिउँ न। अनि बल्ल होसमा आउँछस् मुजी। ओए मुजी बोका के नाटक गरेकोस् के फुच्चे। मुजी मैले सब थोक चाल पाइसकेछु। त्यही भएर म तँसित बोलेको हो के फुच्चे। धेरै मसित नाटक नपार। म जसलाई बोलाउने होस् बोला। तर तँ जस्तो बोका मान्छे यो संसारमै छैन। त खोज्दै पनि हिँडौँ हामी। ए यार यस्तो बोका यो जस्तो बोका कहाँ पाउला भन्ने पनि पाउनौँ। हामीले काट्ने खाले बोका पनि त्यो जस्तो हुँदैन। तिनीहरू त आफ्नै लिमिटमा हुन्छन्। तिनीहरूलाई त हामीले लिमिट क्रस गर्ने बित्तिकै काटेर खान्छ। तँलाई त केही नि गर्न मिलेन फुच्चे। के को यस्तो बोकापन फुच्चे। ठुलो एज भयो भन्दै यति उस बोकापन नगर फुच्चे। तेरो बोकापनले गर्दा तँलाई कसैले मन पराउँदैन यो बोका। यो बोका कति नाटक पारिस् के तैँले बोका। ओहो भयो तँसित अब म बोल्दिनँ बोका। एकदमै नाटक पार्छ त बोकाले। तँ जस्तो बोका यो संसारमा कुनै नि छैन। के होस् कि यो बोका केटा यो बोकालाई किन ल्यायो। यसको ध्यान केटीबाट हट्दैन। एउटा गर्लफ्रेन्ड होइन यसको 4-5वटा गर्लफ्रेन्ड छ। एउटा गर्लफ्रेन्डमा खुसी नभई फेरेको फेरि गर्छ। सबैलाई ब्रेकअप गरेर एउटा पो बना। त बोका कस्तो बोका और्यायो। आफ्नो त गर्लफ्रेन्ड हुँदैन अर्काको नि हुनु दिँदैन। ओ बोका के नाटक गरेको होस् कि बोका।